Hello guys, welcome to my vlog. आज डे 2 एबिसी ट्र्याक। आज म बिहान उठेँ अनि रेडी भएर अनि प्याकिङ स्याकिङ गरेर हामी कति 5 बजेतिर निस्केको थियौँ। अनि बिहानको मौसम त यस्तो खाली थियो, यति राम्रो, पुरै बाटोहरू खाली अनि भ्यू त वाउ, यहाँबाट हिमाल पनि देखेछ। अनि बिहानको भ्यू त दामी नै हुन्छ। एक त सुनसान बाटो, धेरै गाडीहरू पनि हिँडेको थिएनन् अनि यस्तो क्लियर मौसम थियो। बिहान घाम पनि लाग्थ्यो अनि हामी पोखराभन्दा अगाडि पोखराकट्ट नै लाग्थ्यौँ। अनि हाम्रो आज नयाँ पुल पुग्ने डेस्टिनेसन नै भनौँ न, त्यहाँ नयाँ पुल पुग्ने अनि नयाँ पुलदेखि हामी झिनो पुग्ने भनेको हो। अनि त्यहाँबाट झिनोबाट हामीले ट्रेक स्टार्ट गर्ने हो। अब झिनोसम्मको बाटो हेरौँ कस्तो छ, कति बजेसम्म पुगिन्छ अनि त्यही अनुसारले हिँड्ने हो। अनि उता पोखराबाट अब नयाँ पुल पुग्यौँ अनि नयाँ पुलको बाटो त ठिकै थियो, पुरै पिच भइसकेछ। नयाँ पुलको गेट पनि छिर्यौँ। अब बाटो त बिचमा 90% पिच भइसकेको थियो। त्यही हो 10% जति अलि अफरोड थियो, त्यसैमा राति पानी परेको थियो। यस्तो हिलो बर्थ्यो, कसरी त गएको हिँड्दै डुल्दै। बाइक पनि लिएरै जानु थियो, त्यही भएर अनि म त हिँडेरै गएको यस्तो हिलो बाटोमा। म फेरि हिँडेर यस्तो बाटोमा म बस्दिनँ भनेर म हिँडेर जान्छु भने थिएँ। उहाँ फेरि अगाडि रोकै अनि यता साइडमा पुल थियो। म फेरि यतै सर्टकट बाटो हिँडेँ, पुल माथि रोकेर बस्नुभएको छ। अगाडि फेरि त्यस्तै बाटो रहेछन्, त्यस्तरी लड्दै जसरी त्यहाँ पुग्यौँ। अनि यहाँ त घामथुक जाने बाटो एकातिर थियो अनि झिनु जाने, अनि हामी चाहिँ झिनु तलतिर छिर्यौँ। अनि यहाँ फेरि हामी पुग्यौँ झिनु। यहाँ बाइक साइक पार्किङ गऱ्यौँ, रेडी भयौँ ट्रेकिङको लागि। ट्रेकिङ स्टार्ट गर्नु पर्यो। अब हामी यहाँ लाग्यौँ। मलाई फेरि बहुत हतार भयो स्टेयर्स, पुरै स्टेयर्सहरू थिएन माथिसम्म। हाम्रो त्यहाँ चम्रोङसम्म त पुरै माथि चढ्नै पर्ने रहेछ। चम्रोङबाट तल झर्ने सिँढी थियो, त्यो पनि म देखाउँछु अहिले। यहाँ यही पुलबाट हो हाम्रो एबिसीको ट्र्याक स्टार्ट हुने। अब हामी हिँड्यौँ। मलाई फेरि भिडियो बनाउँदै हतार, भिडियो फोटो खिच्दै हामीले त यहाँ लगभग पुल त यति लामो थियो, यति लङ थियो। हामीले यहीँ आधा घन्टा बितायौँ, लगभग आधा घन्टा त बित्यो फोटो खिच्दै भिडियो बनाउँदै। दुइटैलाई अब आछौँ भने घुम्नै आछौँ, भिडियो फोटोकै लागि आछौँ। अनि घाम पनि यस्तो थियो। हामी यहाँ बिहानको 9 बजीसम्म पुगेको थियौँ। 9 बजीदेखि हामीले ट्रेक स्टार्ट गऱ्यौँ। अनि अब हेरौँ हाम्रो ट्रेकिङ गर्ने यति लङ थियो यो पुल त। मलाई फेरि त्यसै डर लाग्थ्यो भिडियोको लागि, जसरी त भिडियोको लागि त बनाएँ। त्यसपछि त भिडियो हुने बित्तिकै, क्यामेरा अफ हुने बित्तिकै म समातेरै हिँडेको थिएँ। हामी पुलपट्टि अब यस्तो पुरै सिँढी आउँछ, सिँढीको बाटो यहाँ माथिसम्मै सब सिँढी चढ्नुपर्छ। हालत यति नै खराब। हामी तराई बस्ने मान्छे, यहाँ हिमाल चढ्नु परेन, त्यो पनि सिँढी। एकछिनपछि त खच्चडहरू आयौँ।
यिनीहरूलाई पनि दुःख रहेछ सामान भारी बोक्ने तल माथि ओसार पोसार गर्ने हिँड्ने गाह्रै छ तर के गर्नु यतातिर गाडी साडी चल्दैन मेन साधन भनेकै खच्चडै हो यिनीहरू सायद सामान पुर्याएर यता फेरि हाम्रो सिँढी नै नभ्याउने लास्ट चढ्नु पऱ्यो थियो पुरै सिधै बाटो म त चढ्दा थाहा यहाँ अलि अगाडि जिरो हट स्प्रिङ आयो अनि यहाँबाट यता टोटो बिर्सिदेखि थियो त्यो भएर यता घुमेर आयो म त जहाँ बस्नु थाल्दैथ्यो त्यहीँ बसेर लास्ट सिधा चढ्ने त्यस्तो एक त त्यहाँबाट पोखराबाट बाइकमा आएको बसेर त्यस्तो बाटो अनि एकैचोटि हिँड्न पऱ्यो त्यही पनि हिँड्नै आएको हो हिँड्नै पर्छ हाम्रो त नहिँडी सुख हुँदैन अब हामी दुईजना मात्र घुमिरहेछौँ साथीहरूले भनेको साथीहरूले फेरि कसैसँग टाइम थिएन कसैले के बहाना अनि हामीलाई पहिल्यैदेखि मन थियो क्या हामी एबिसी पुग्ने हो भनेर अनि अहिले बेस्ट सिजन पनि रहेछ ठ्याक्क हिउँ परेछ मेरो फेरि हिउँ हेर्ने सपना थियो एकदम रियलमा हिउँ स्नोफल हेर्ने रियलमा स्नो हेर्ने मेरो सपना थियो अनि भन्नु थियो एक दिन सपना पुरा गर्छु आज त्यो सपना फाइनल्ली पुरा हुनेवाला छ अनि हामी यहाँ एकैछिनमा चम्रङ पुग्यौँ चम्रङ यहाँ हामीले इन्ट्री गरायौँ अनि एकैछिनपछि तल पुग्यौँ यहाँबाट त पुरै सिँढीहरू तल झर्ने नै रहेछन् अनि हामी 12 बजीतिर चम्रङमा खाना खायौँ यहाँको खाना त लास्ट मिठो थियो दिदी पनि राम्रो हुनुहुन्थ्यो अनि एकैछिनपछि तल फेरि गरम खानासाना खाएर यहाँ हाम्रो आयो भाइरल गुम्बा यो गुम्बा एबिसीको भिडियोहरूमा लास्ट धेरैले हाल्थ्यौँ राम्रो पनि छ यहाँ आयौँ यहाँ यति हावा चलिरहेको थियो यति शीतल थियो हाम्रो तराईतिर त यस्तो त हावै चल्दैन एकैछिनपछि यहाँ एकछिन बस्यौँ भिडियो गरायौँ फोटो पनि खिच्यौँ अनि त्यस्तो घुमाउन पर्छ अरे भन्छन् खै मलाई थाहा छैन भिडियोहरूमा हेर्छु मैले नि घुमाइदिएँ भिडियोहरू बनायौँ अनि निस्क्यौँ अनि यो कुकुर चाहिँ हाम्रै पछि लागेको थियो तल गए माथिबाट आएको त्यही चम्रङदेखि नै सँगसँगै हामीसँगै हिँडेको थियो पुरै अगाडि पुग्दाखेरि अगाडि पुगेर त्यसले बसेको अनि त्यसपछि फेरि यो खच्चडहरू माथि गइरहेको थियौँ अनि पहाडको मौसम फेरि यस्तै हो एकछिनपछि त कस्तो पानी पर्न थाल्यो अनि फेरि एकछिनपछि यता चम्रङभन्दा अगाडि फेरि बोलायो पानी परेको धन्नु त रेनकोट लिएको थियौँ हामी फेरि तयारी नै आएको थियौँ हाम्रो यो सेकेन्ड ट्रेक हो फर्स्ट ट्रेकको मैले भिडियो बनाएको छैन पछि बनाउँछु टाइम मिल्दैन मसँग फेरि टाइमै हुँदैन त्यही भएर अलि लेट हुन्छ भिडियोहरू भ्यू त वाव थियो के वाव बिचमा पानी परेर हो अलि अगाडि गएको त त्यहाँ पानी बिसा थियो अनि हामीले रेनकोट सेटकोट निकाल्यौँ हामी आज पुग्ने भनेको अप्पर सिनुवा टार्गेट राखेछौँ अब हेरौँ यहीँ अगाडि त्यो इन्डियन कपालहरू भेटाएन अनि तिनीहरू पनि हामीसँगै हिँडिरहेको थियौँ पछि आइरहेको थियौँ
तिनीहरूको पर्मिसन थियो त्यही भएर भिडियो बनाएन। अनि म चाहिँ आफ्नो भिडियो मात्र बनाइरहेको थिएँ। फुलहरू त कति राम्रो। यहाँ एबिसी आएर फेरि एडभान्स बुकिङ गरेरै गर्नुपर्छ, प्रि बुकिङ गर्नुपर्छ, नत्र त रुमहरू नै एभाइलेबल थिएन। हामीलाई नि कति गाह्रो पर्थ्यो खोज्दा खोज्दा कसरी कसरी एउटा रुम पायौँ। अनि त्यहीँ आज साँझ नै हुन लाग्यो, पानी पनि परिरहेको थियो, लगभग 3-3:30 भइसकेको थियो हामी अप्पर सिलमा पुग्दा। अनि अप्पर सिलमा नै बस्ने भनेको अब पानीमा अब फर्स्ट टाइम थियो, कसरी जाने कुद्ने। अनि यही होटलमा आज हामी आज यही होटलमा बस्ने, अब भोलि भेट्ने। बाई। डे 3 मा।